यतिको लागि म सेन्टा क्लज बनेर आउँछु सरप्राइज दिन्छु भनेर त मान्छे रातारात गएर सेन्टा बनेर आएर सरप्राइज होइन को भन्दा पनि नचिनी भएर सेन्टा बनेर आएर तैँले मलाई सर दिनुपर्ने होइन र भोलि बिहान दिउँला सरप्राइज भोलि बिहान त म देखिहाल्छु नि गएर त्यही जुठा भाडा त होला नि होइन एक झोला त्यही लुगा होला भोलि शुक्र धारामा पानी पनि आउँछ त्यो बाहेक अरू पनि छ त्यसो हो कि मनमाथि अनि त्यो भाँडा माझ्दाखेरि गाह्रो पर्ला भनेर त्यो लागि त्यो जालीवाला भाँडा माझ्नेवाला ल्याइदिएको छु बुझिस् कि नै सुन पहिला सुरु गफ हान्नुभन्दा बुस्टिङ पाउलास् बोला चल होइन यो ब्याटलै हुन्छ फेरि त्यो ऊ होइन यो ब्याटल भनेको यो नै हुन्छ यो पनिसमेन्टवाला मात्रै हुन्छ त्यसै त जे पाए त्यही त्यस्तो कुरा गरेर पनि हुँदैन बुझिनस् दाइ वासिङ मसिन किन नकिन्दिनँ करेन्ट लाग्ला भनेर भोलिको दिनमा लुगासुगा धुँदाखेरि केही भइहाल्यो भने मेरो दिदीलाई म के गर्न सक्छु भन त त्यति पनि सोच्दिनु होला म त्यति माया गर्ने मान्छे माया नै नगर्ने मुटु नै नभएको मान्छे चाहिँ नसोच्नु होला मलाई गाइज पनिसमेन्ट हो अरे पनिसमेन्ट हो अरे यसले आफै भनेको छ मैले एकचोटि पनि पनिसमेन्टको नाम पनिसमेन्ट हो नि पनिसमेन्ट हामी लिन्छौँ त तेरो 8 विन स्टिक मेरो 6 विन स्टिक्स हेरौँ न कसमा दम छ दम कसमा छ हेरौँला ल हेर दम देखा अब इसमा कितना दम है अति गरिस् के तैँले गाइज लाइभ सेयर गर कहाँ गइस् बाबा पुरा खतरै उ गरेर चाहिँ क्या बुझिस् कि बुझिनस् यता सुन पक एकछिन मलाई लाइभ सेयर गर्न दे माई ब्रदर प्लिज आज आफ्नो बहिनीको नाक राख्सेला नभएको नाक पनि प्लिज बुस्टिङ गाइस जति पनि छ हाम्रो सकाइदियो हामीलाई अरू बेला चाहिँदैन हामीलाई जित्नु छैन अरू बेला अरे यार कस्तो रेडी छु के भनेर भन्दैछु त डराउँछु जस्तो लाग्छ डर भन्ने कुरा दुनियाँलाई यार अस्तिको तुक्का अहिले अघि तैँले सुरुमा आउने बित्तिकै माथि भाँडा छ भने त्यो अहिले भर्खर तुक्का तैँले मार्छस् यता सुन अहिले राति चिसो पानी आउँछ भोलि बिहान माझ्दिउँला बरु तर मलाई अरू पनिसमेन्ट दिएन भाँडा माझ्ने पनिसमेन्ट किन यार त्यो त सुन त्यसो भए त तैँले यो गर्नु पर्यो तैँले मेरो लागि राम्रो फुल मात्र वर्षाउनु पर्यो आफ्नो मुखबाट कि बुझिनस् ल चल फुल मात्र म वर्षाउनु तर सुन अर्को तर तँलाई चाहिँ पनिसमेन्ट दिन्छु फेरि के तँलाई के पनिसमेन्ट हुन्छ भन्दाखेरि त उता बाटो चोकमा लड जान्छु तँलाई म लाइभमै है लाइभमा 11 बजिसक्यो मलाई भयो 11 बजेर तँलाई कसले के गर्न सक्छ भने त म 10 तिर नजिक हुने बेलासम्म 11 बजीसम्म तँलाई त्यो राति 2-3 बजी हिँड्यो भने कसले के गर्न सक्छ भने त म भइसक्यो मलाई यता सुन तँलाई म त्यहाँ चोकमा लग्छु चोकमा लगेर आज के गर्न लगाऊ भन त सुन त सेन्टा बन्छस् मेरो एउटा विश जे भयो नि पुरा गर्छस् तैँले त्यसपछि के विश जे पो मागु मेरो इच्छा हल्ला नगर ज्यादा हल्ला नगर ल्यानी सिस्टर प्लिज मलाई सबजना मेरो एकचोटिको लागि बचाउनु प्लिज टेन्टाले त टेन्टा रोक यता सुन तँलाई म होइन हेर त्यहाँ उता सब जोसँग छ बुस्टिङ सब लगाइदियो झिलिमिली पारिदियो आज मलाई तँसँग सबभन्दा स्ट्रङ्गर मान्छे को छ भन् त्यो मान्छेलाई बोला त्यसपछि म खेल्छु तेरो पनि त होला नि त बाहिरपट्टिका कोही यस्तो स्ट्रङ पर्सनहरू मसँग खेल्ने मान्छे कोही पनि म नै स्ट्रङ हो स्ट्रङ देखाइदिन्छु न भाइ सबजनाले कमसेकम जिन्दगीमा एक टाइम त म स्ट्रङ फिलिङ्स आओस् मलाई थ्याङ्क यू ल्यानी सिस्टर अरूसँग भयो त देखाउँथ्यो होला अलिकति पावर सर पनि हुन्थ्यो होला कोसँग छ उहाँहरूको दिलको टुक्रासँग परिरहेको छ बुझिनस् याद राख्नु अहिले म तँलाई लड जान्छु चोकमा मजा गरेको उहाँको दिलको टुक्रा पनि मेरो दिलको टुक्राबाट निस्केको भन्ने यहाँ आइसक्नु भयो अनिल है अनिलले फेरि अब सुन है त सुन अब चल त उठ तँलाई म चोकमा लग्छु होइन चोकमा लाग्छु गेम सिद्धेको छैन के को चोक पक्न तब जान्छस् के त चोकमा गएर चोकमा गएर पुरा नाच्छस् है त पनि हेर दुईजनाको सेम पनिसमेन्ट हो त पनि नाच्छस् गएर तँसँग क्यास छ कि छैन भन्छ मसँग क्यास छ कति रुपियाँ छ 500-700 रुपियाँ होला 1000 रुपियाँ पनि छैन न त तँलाई पनिसमेन्ट खतरा पनिसमेन्ट दिन्छ के पनिसमेन्ट दिन्छ थाहा छ त इन्ड्राइभ बोलाउँथ्यो एउटा मान्छेलाई नजिकको इन्ड्राइभ त्यो इन्ड्राइभले 1000 रुपियाँ तल दिइदिन्थ्यो
यस सर प्लिज 3 जना मिलेर त यसको त एकछिनमै सिद्धाउनु पर्ने हो र यहाँ केटाहरू यहाँ रेडी छन् धप छान्नको लागि सकेर बस्दा हुन्छ हौ है मम्मी केटा हो धप सान अलिकति यसपछि चाहिँ कडकनाथ खोज्नु पर्यो कि मान्छे बादल सादल लागिसक्यो हेरौँला नि कसमा कति दम छ कसमा कति दम छ हेरौँला कति स्कोर भएको छ उतापट्टि हेर त राजाहरू दम प्लिज 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 कति स्कोर भएको छ हेर त यस सर कति स्कोर This is cheating. This is cheating. This is cheating, bhai. No, this is cheating. हिस्ट्रीमा नेपालको हिस्ट्रीमा लेखदेऊ गाइस सुनेर अक्षरले लेखदेऊ यो खै चलाइयो मेरै खुल्ला छ चल्न तर अनि अनलाइनबाट त तसँग अनलाइनमा पैसा छ हो क्यास छ अनि त्यो 700 रुपियाँ हुँदैन त भोलि दिन 1000 रुपियाँ दियो भने त 10 गुणा 10,000 दिनु परेन उधारो पछि मागौँ क्यासै छ तसँग 10,000 छ कति छ 2000 ऊ ल्या चल पनिसमेन्टै हो कि गर्नै पर्यो कसैको सेन्टा भनिदिउँ न आज पनिसमेन्ट गरेर मान्छ मार्क्स पनि ल्याए मार्क्स छैन मार्क्स पनि ल्याए छैन के मार्क्स हुनु अन्त बाक त्यो म जान्दिनँ रुमाल लानु ल रुमाल त चोर भन्दैन नि बाकको बाक ल्याद यतिकै पनि चोर जस्तो मारै देखिन्छ जस्तै ले त त्यो त आफ्नो लागि बन्द गर्नु त किन ल गाइस अहिले बन्द गरे अहिले म एकछिनमा आउँछु यस्तो हाम्रो इङ्ग्लिस क्लास सुरु हुने बेलामा यस्तो रुमाल यता आउनु सबैजना लसुन त ल यता सुन यस्तो रुमाल बान्ने भनेको तैँले हेर यो त चोर देखिँदैन देखिँदैन म छु त साइडमा भाइ होइन मलाई म छु भनेको के पहिला पैसा गर्न दिनु यहाँ अस्ति त्यो उसको पैसा हो कि यो त ठ्याक्कैमा यो त ब्याङ्क लुट्न हान्न जान जस्तो भयो त यार ब्याङ्कै हिर्कामा लान जान जस्तो हो भारू पनि चल्छ 10 रुपियाँ भारू पनि छ नै 1500 रुपियाँ ल्या चल 1500 रुपियाँ तँलाई म हालिदिउँ लागि ल्याएन पैसा 1500 हो ल्या ल्यान पछाडि मसँगै छ म निकालिहाल्छु ल्या ल 15-5 खाली अलिकति त पैसा राख्नुपर्छ पहिला मागौँ है होइन हुन्छ यस्तरी त नजाम यार यो रुमाल मानेर त यार के हुन्न बिल्ला ऊ हुन्छ कि चोर जस्तो देखिन्छ कि म साइडमा छु भने त चोर जस्तो अनुहार परेको म राम्री छु नि त ल आइज त चाहिँ होइन यार यस्तो गर्छ बरु यार अलिकति पुकी भन्छ कि पुकी मतलब के हो त्यो पुकी भनेको नयाँ वर्ड हो कि आजभोलिको जेन्जिसहरूको वर्ड हो पुकी भनेको चाहिँ चोर होइन क्या भन्छ क्युट यो जान्छ क्युटी पाए के यो के हजुर टक्क यस्तो पुकी खालको बनाएर जान्छ हल्का तपाईँ यो औँठी बेचेर किन्नु न दाइ भन्ला नि फेरि तँलाई कुन त्यो तपाईँको पैसा छैन क्यास नभर हो भन्ने कि बुझ्नुहोस् टक्क पुकी बनाएर गयो नि भल्ला यो गऱ्यो भने त झन् चोर सचोर बाह्र अहिले ठिक थियो यो त अति भयो भएन ब्याक गर्नु क्यामेरा ब्याक गर्नु मलाई आउनु क्यामेरा ब्याक गर्नु त ल फेरि त्यहाँ मान्छे बोलाउनु ल हो यार मेरो बाबा मेरो राजा एकछिनमा होइन पठाऊ बुक गरेर नै बोला मलाई यहाँ रोकेर काम छैन नजिकको को छ बोला न अनलाइन गरौँ रे बोलाउँछ है ल यस्तो गरौँ त्यसो भए होइन गइहाल्यो कहाँको लोकेसन हालौँ भन्ने हो नि त टेम्पो पार्कको त आउँदैनन् पाटन हस्पिटल जाने भएर हालौँ है पाटन हस्पिटल मेरा दिल चुरा के ले गया अहिले हामीहरू अहिले यतै छौँ होटल साइडतिरै यहाँ पठाउला त पठाऊ आफ्नै पठाऊ बोला एकछिन एकछिन गर्नु 2 मिनट एक्सेप्ट बोला एक्सेप्ट गर कुमार 2 मिनट रहेछ ल कति रुपियाँ थियो 105 105 को इन्टु कति हो इन्टु 10 टाइम्स कति हुन्छ 105 इन्टु 10 1000 1000 100 ल समाज कि पैसा मागौँ
कति पैसा क्यासमा 1050 हो गाइस 1050 ओके ओके 150 ओके हामीसँग पनि धेरै पनि छैन 1500 दिदिन ल पहिला माग न पहिला माग पहिला माग के भन्नु त्यसपछि दाइ हल्का यसो गाह्रो परेर आएको छु दाइ क्रिसमस मनाएको यसरी भनिस् भने त चोर जस्तै दाइ म झ्याप छु दाइ गोटीले त्यस्तो नभन् के बराज गोटीको चार्जमा छु दाइ त्यस्तो नभन् के अलिकति दाइ हेर्नु न यस्तो भयो जानु पर्यो यस्तो भन् कि अलिकति गोटीको चार्जमा छु दाइ ल मान्छेहरू लुक्नु थाल्यो अब कहिले पक्का एकैछिन तेरोमा फोन त आउँछ नि यसमा नाम आउँछ 1 मिनट एराइभ्ड 1 मिनट कहाँनिर पुग्नु भयो भनेपछि बोजी पोखरीबाट हो यतिकै जान्छु कि दाइ यताबाट हो यताबाट आउँदै हुन्छ तर पाटन हस्पिटल हानेपछि बिरामी गरेर होला भनेर पनि आउन लाग्नु सक्छ फ्री राइड मागौँ न फ्री राइड है फ्री राइड ल दाइ हेर्नु न पैसा नै यस्तो भएछ त माग्छिस् के होइन तँलाई त दिइहाल्छ तँ जा केटाहरूले चाहिँ दिन्थ्यो होला क्यामेरा ब्याक क्यामेरा केटीहरू के राइडर भयो भए तकिस के ल केटीहरू राइडर भइदिएको भए तकिस है दिइहाल्थ्यो भाइ केटाहरूलाई हो कि नदिने रिस उठ्ने केटाहरू कस्ता हुन्छ कि तिमीहरू है मास्क लगाएर गरौँ त्यही हो अलि पछाडि म फेस पनि हेलो त्यही हो कि पाटन हस्पिटल गइसकेको किनभने हुन्छ है मान्छे चाहिँ छँदै तर अहिले क्यास चाहिँ छैन कि त्यो भएर मिल्छ त हो कहाँ गर हजुर नक्कु हो लाइफमा पनिसमेन्ट गरेर आएको थियौँ अनि आज चाहिँ त्यसले मलाई पनिसमेन्ट दिइरहेको थियो होला मैले मलाई कति भन्नु 9 to 10 टाइम्स पैसा गरेर दिएँ भन्ने पनिसमेन्ट थियो कि तपाईँले 100 कति 105 होइन 105 को इन्टु 10 टाइम्स कति हुन्छ 1050 यो 1500 नै राख्नु दाइ यो च्यालेन्ज हो कि दाइ राख्नु प्लिज भन्दै मैले मजा गरेँ त्यो प्राङ्क स्याङ्क सोच्नु होला मजा गरेँ भने साँच्चीकै राख्नु कि माया गरेर भाइले माया गरेको भन्नु राख्नु पछि कहिले म राइडमा कहिले पर्यो भने मलाई एउटा राइड फ्री दिनु होला ल जमिन मैले क्यान्सल गरिदियो ल ल दाइ जाउँ सुत्नु बाबा आज चिसो छ ल Okay, that was really nice. Okay,